हरिओम। मृतकको शव जलाउँदाखेरि चितामा आगो सल्काउने बेलामा अद्रव्यहरू प्रयोगै गर्न नहुने चिजहरू प्रयोग गरिएको देखिन्छ प्राय जसो इलाका ठाउँमा। जस्तै साइकलका टायरहरू, डिजेल, पेट्रोल आदि र नुन। यो सर्वदा शास्त्र विरुद्ध, वातावरणीय दृष्टिकोणले पनि खराब भएको हुनाले यस्तो कार्य हामीले गर्नु हुँदैन। शास्त्रमा बताइएको पूजा कार्यमा, हवन कार्यमा लागू हुने चिज घिउ अति महत्त्वपूर्ण कुरा। सकेसम्म गाईको घिउ 1.5 किलो भए पुग्छ। सब जलाउनका लागि व्यवस्था गर्नु पर्यो, पूर्व तयारी। टायर खोज्न लाग्नु हुँदैन। डिजेल पेट्रोलमा पनि पैसा नै पर्छ, नुनमा पैसा नै पर्छ भने घिउले नै जलाउनु पर्छ। गाईको घिउ पाइएन भने पञ्चगव्यमा बाहेक अन्यमा भैँसीको घिउ पनि चल्छ भनिएको छ शास्त्रले। घिउको व्यवस्था गर्नु पर्यो। त्यो पनि भएन भने वनस्पति घिउ, डाल्डा अथवा तोरीको तेल, तिलको तेल उत्तम मानिन्छ। त्यसले चाहिँ कपडा भिजाएर आगो सल्काउनु पर्छ, त्यही प्रयोग गर्नुपर्छ। शरीरमा पनि घिउ दलिदिनुपर्छ सबको चितामा राखेर। त्यसका लागि पछाडि थप जलाउनका लागि तोरीको दाना हाम्रो पहिलेदेखिको चलन हो। पहिला हाम्रो मृत्यु हुने बित्तिकै बिहान सब उठाउनुभन्दा अगाडि नै 1 माना धान र 1 माना तोरी प्रत्येक घरबाट ल्याउने चलन थियो। त्यो यद्यपि पनि कतै कतै छ। त्यसैले सुरुमा घिउ भिजाएर चिताको आगो सल्काउनुपर्छ र पछि बीचमा जल्न सकेन भने त्यो तोरीको दाना माथिबाट छर्नुपर्छ। त्यसैले हामीले यो एउटा जनचेतनाको लागि मैले यहाँलाई अनुरोध गरेँ। हामीले यी द्रव्यहरू छोड्नुपर्छ। प्लास्टिक, रबर, पेट्रोलियम पदार्थ र नुन पनि अशुद्ध नै हो। नुन पनि प्रयोग गर्ने गरिएको पाइन्छ। 4वटै चिज छोडेर हामीले गाईको घिउ, वनस्पति घिउ, तेल, तोरीको दाना आदिले सब जलाउने काम गर्नुपर्छ। हरिओम।